अब यो कुन हो? गाइज मेरो त्यो भिडियो होइन गयो भाइ गयो गयो यो नाना 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 त्यति बेला त्यो नाना थिएन नाना बिचारा म के भन्दै त्यति बेलाको टाइमको हो त्यति बेला चाहिँ तर नाना नाना हजुरबा हो त्यो यारै गाइज मेरो त्यो भिडियो होइन भाइरल भएको थियो नि हो त्यसमा त्यो नाना अङ्कल हो कि दाई त्यो हजुरबाउ कसले हो त्यो यो भिडियोले त्यो हालेको के अरे भिडियो रियाक्सन बनाएको छ कि मायासाले 160 घन्टा भइसक्यो त्यो भिडियो आएको होइन यत्रो टाइममा त्यसले सोच्यो के भन्ने भनेर अनि लास्टमा त्यो अनि ठेकेदार जस्तो आएको साले चुट्या बनाएको साले साले भनेर कस्तो बोल्छ यार थेट मान्छेहरू अहिले पनि त्यस्तो खालको जोक्समा हाँस्छ यार त्यसले त्यति मात्रै सोच्नु सक्यो अनुहारहरू त के न गरेछ बकुल्लाले साला भन्दै गएको त बरु अलिकति त राम्रो रियाक्सन भिडियो बना न तँलाई पनि फेमस बना मलाई पनि बना न खाते साला घुमाएर लडाइदिनु पर्ने थोपडा हेरेर यार त्यसको कस्तो हाँसिने थोपडा छ अनि मेरो थोपडाकोमा गाली गर्छ यार मान्छेहरू भिडियोमा आएर हो मेरो थोपडामा गाली गर्नेहरू हेर सब त्यसको फलोवरहरू त्यो फलोवरहरू मेरोमा आउने हो नि सबलाई स्प्याम फोल्डरमा खादिदिन्छु म एकैचोटिमा ड्याङडुङ खातेहरू साला सानो खालको है त गाइज सानो सानो सही बिग फ्यान गाइज मेरो त्यो के हो अनि त्यो थोपडामा कमेन्ट गर्नेहरू आमा गरौँ उनीहरूको थोपडा हेर्नुपर्छ फेरि खोलेर हेर्छ होइन कोही पनि त्यो केटीले भनेको हुँदैन क्या अब प्रायः केटा यो मासाले के अरे भोटमा यो के अरे नेता सेता भएर उठो या के गर्यो भने यसकै घरको सदस्यले भोट दिँदैन कि के अनि त्यो थोपडामा कमेन्ट गर भाइ अब तँसँग रोस्ट लिङ्कहरू चाहिँ त्यहीँ पोस्ट गर्दै त्यो सबै मनिस त्यो अनि अस्ति पनि अनि त्यो अब नाना हजुरले अब रिप्लाई गर्यो होइन आई मिन रोस्ट गर्यो होइन अब रोस्ट त म त्यसलाई भन्दिनँ होइन तर जे उसले अब त्यो चुतियापे मुख के छाडेर गर्नु खोज्यो होइन अनि मलाई चाहिँ के लागेको थिएन मलाई चाहिँ रिप्लाई दिनुपर्छ जस्तो लागेको थियो क्या कता जाउँ हौ यतै छ मलाई चाहिँ रिप्लाई गर्नुपर्छ जस्तो लागेको थियो क्या अब रोस्ट त होइन होइन मैले किनकि रोस्ट त मैले त्यो मुख छाड्ने त्यस्तै बिल्लाएर गर्दिन भाइ काम त त्यो गरेकै छैन नि त्यो माई ब्याड त्यो हामीलाई पनि थाहा छ नि त कसरी भन्नुपर्छ भन्दाखेरि त होइन त्यो बोल्न हामीलाई पनि आउँछ नि मैले चाहिँ के देखेँ भने मेन भन्नु खोजेको चाहिँ होइन ऊ रियलमै रिसाएको देखेँ क्या मैले त्यो भिडियोमा यार ऊ कस्तो रिसाएकै देखेँ क्या ऊ म त्यो होइन अनि यसो हेरेको उसको नाम कमेडियन छ होइन ऊ रिसाएकै देखेँ क्या अब आई डोन्ट नो मैले सायद त्यो थोपडाको बारेमा धेर भने कि के भने थाहा छैन होइन अनि भिडियो पनि अलिकति लामै बनाउन खोजेको थियो योपालि होइन कम्ती नै काटेर क्लिप अलिक बोलेको लामो हाल्नु खोजेको थियो अनि फिल्टर पनि थियो भिडियोमा होइन तर एनिवेज उसले मैले त्यसरी भन्नु खोजेको होइन यार त्यो चित्त दुखाउने गरी त्यो थोपडामा त्यस्तो भन्नु खोजेको होइन नि यार अब कुन थोपडा त्यस्तै हुन्छ क्या अब मेरो थोपडा नराम्रो होइन क्या मेरो थोपडा नराम्रो भएको मैले कहाँ भेटाउँ उसले बोधी खाइसक्थ्यो क्या उसले बोधी खाइसक्थ्यो अब यस्तो बिल्ला बिल्ला मान्छेहरू छ यार त्यहाँ अनि उसको थोपडा अब त्यस्तै छ होइन त्यो अब नेतामा उठ्दा पनि अब त्यो घरकै सदस्यहरूले भोट नदिने खालको थोपडा छ होइन अनि के अरे पहिला त्यो नाना भन्ने थिएन त्यो के गरेर चाहिँ एकदम धन ए साँच्ची यार त्यो आम्मामा मैले त भन्ने पो बिर्सेको त अहिले पनि त्यो के हो त्यस्तो नाम यार त्यो मलाई त्यो रिक्वेस्ट आउनेहरू आम्मामा मैच्याङको बुढी खोइ कसको फलानाको पोइ ढिस्काको पोइ ए लाउरेको छोरी रन्डीको छोरो त्यस्तो के छ यार केटाकेटी हो अरू कुन छ फेमस फेमस कुतुब मिनार के छ यार केटाकेटी हो के छ यार केटाकेटी हो ओजी अड्कियो यहाँ ओजी ओजी यार उताको कोरोनाको के चल्दैछ त्यही त यार गाइस म एउटा कुरा गर्न आउनु पर्ने हो नि त यार यहाँ यो भिडियोले चाहिँ दाइलाई अझै पुस्ट हानेको मलाई त्यसमै निन्दा हैन यो भन्दा भाइरल त हुँदैन त्यही त यार मैले यो धेरै सुन्दै आएँ कि यो अस्ट्रेलियामा बस्ने नेपालीहरू चाहिँ होइन भाँडा माझ्ने होइन युएस जाने स्टुडेन्टहरू भाँडा माझ्ने होइन त्यो क्यानाडा सेनाडा जति पनि विदेश जानेहरू छ होइन सबै भाँडा माझ्ने तर भाइ मैले डायलग त दिएको हो नि है डायलग दिएको हो नि लाइक यस्तो चाहिँ कसले दिन्छ यार यो डायलग लाइक यहाँ म भाँडा मस्काउँदाखेरि उता तेरो चिक्स मस्किन्छ भनेर क्या होइन यहाँ भाँडा मस्काउँदैछ तर मस्किने चाहिँ उता चिक्स भाइ यार आई स्वेयर टु गड यार तिमीहरू त्यही भएर भने क्या तिमीहरूको म्याच सिक्ने सबैको म चाहिँ त्यो ऱ्यापरहरूको कुरा गर्नु पर्दा होइन भाइ तिमीहरू गाना गाउँदा त्यो हान्दा होइन तिमीहरू कहिले त्यो जे गानामा बोल्दैछ तिमीहरू रियल लाइफमा कहिले त्यो बोल्दैनस् होइन गर्नेको कुरा पछि जाओस् क्या तिमीहरूले मान्छे मारेको छैनस् गानामा मान्छे मार्छु भनेर पनि पाइस् क्या केही फरक पर्दैन क्या गा भाइ तर रियल लाइफमा चाहिँ कसरी चाहिँ मान्छे मार्छिस् तैँले मार्नु पर्यो भने मारेको कहानी त कसरी सुनाउँछिस्
त्यो लिरिक्समा बोल्ने जस्तै पाराले त त्यो तेरो पञ्च लाइन मेटाफोरहरू त रियल लाइफमा गएर बोलेर सुनाउँदैनस्। अनि मेरो चाहिँ लिरिक्समा यस्तै लाइन हुन्छ, म जे बोल्छु त्यही हो, किनकि रियलिस्टिक हो नि त। नि रियलिस्टिक हो नि त, म गएर बोल्छु त्यो 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 हो नि त। म रियल लाइफमा गएर कसैलाई म बोल्नै सक्दिनँ क्या भाइ, हुँदैन। मेरो सोच गएर सागर भन्दा र यो ब्रह्माण्ड भन्दा ठुलो मेरो आत्मा बल भनेर यसरी म खोइ कोही बोल्छ जस्तो लाग्दैन यार भाइ मलाई रियल लाइफमा, कि कवितै कम्पिटिसनमा जानुपर्ने हुन्छ, नभए त्यसरी कोही बोल्दैन हेरु हैन। पुरा त्यो। त्यही त यो पनि बोल्छ हैन, हेरु सानपट्टि देखाउँदै भिडियो हाल्छ हैन, युएसमा भाडा मात्छ यसले पनि हैन, साला खाते घुमाएर एकैचोटि ज्याम मारेर लडाइदिनु पर्ने साला। उल्टो हातले कहिले मान्छे मरेको सुनेको छैनस् भने नि यही हात हो नि, याद गरिरह साला। खातेहरू आफ्नै दाजुभाइको खुट्टा छैन, जति पनि विदेश जानेहरू छ हैन, सबै भाडा माझ्नेहरू हैन। त्यही त यो पनि बोल्छ हैन, हेरु सानपट्टि देखाउँदै भिडियो हाल्छ हैन, युएसमा भाडा मात्छ यसले पनि हैन, साला खाते घुमाएर एकैचोटि ज्याम मारेर लडाइदिनु पर्ने साला। उल्टो हातले कहिले मान्छे मरेको सुनेको छैनस् भने नि यही हात हो नि, याद गरिरह साला। खातेहरू आफ्नै दाजुभाइको खुट्टा तानेको छ के गरेको छ, त्यो भाडामा जसलाई त्यो भाडा माझ्ने र के भन्छस् नि अस्ट्रेलिया युएसतिर, त्यो मान्छेहरूको पावर देखेको छैनस् नि। त्यो मान्छेहरूको पावर नि राति तेरो चिक्सलाई 12 बजे नि त्यो मान्छेहरूले नि यता HY हाई लेखेर पठायो भने नि तेरो चिक्सले उताबाट नि एक्साइटेड भएर HELLO त्यो यति एउटा ओ होइन, त्यो मोबाइलै ह्याङ हुन्छ क्या, मोबाइलै ह्याङ हुन्छ होइन। त्यो यति एउटा ओ होइन, त्यो 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 ओले नि गानै बनिन्छ क्या, त्यो हो गर्ने त्यो गानै बनिन्छ, त्यो निकै चलेको छ नि त्यो मिम्समा, हो गानै बनिन्छ त्यो। कस्तो कुरा गर्छ यार मान्छेहरू आफै BD1113 sent a super chat. $2.99. Die react BD111 psycho please. प्लिज भाइ, आम नट गोना रियाक्ट। यो कुरा अहिले म गाली गर्न थाल्छु, रिस उठ्छ भाइ, मैले अघि भनेको म गर्दिनँ प्लिज। यहाँ यत्रो डेक्ची मोल्दाखेरि होइन, उता 2-3टा चिक्स मस्किन्छ, तेरो चिक्स मस्किन्छ भन्यो भने बाले हो त भाइ, मोल्ने नि जतिखेर मोल्दिन नि, दिन रात मोल्ने, ओभर टाइम गर्ने, मोले गर्ने नि। खातेहरू साला विदेश आउन मन छैन जस्तो गर्छ। कहाँबाट आउँथिस् विदेश आउन त? ओहो कस्तो मन छ नि भित्रबाट, भिजा दे त अहिले ब्ल्याट्टै आउँथिस् नि बिचारा। के गर्छस् त? 12 खुलित 11 खुलित 10 खुलित सबै खुलित अनि यत्रको आउँछस् त? अनि जिमो कस्तो कुरा गरेको यार, थ्याट आवाको एकअर्काको खुट्टा तान्ने यो मान्छेहरू नि यही मान्छेहरू। त्यो दिवेश पोखरेलले स्टेज नेम नि अर्को कुन छ फेमस 1 मिलियन भगेर कुन छ? यो 1 मिलियन, यो 1 मिलियन, यो 1 मिलियन भेटेको दिन नि कसम होला कि। ल यो गाना कपिराइट आउँछ फेरि हो यार भाइ। 5 वर्ष अगाडि लु, अनि अहिले तिम्रो गाना मलाई सुन भन्छस् 5 वर्ष अगाडि। बसेर कुराया काटेर चिक्ने या चस्सरी हुँदैन हो, बढ्दैछ पाइला या अघि हेर्छु मुजी कसरी हुँदैन हो। देखे अनेक थरी गाना पारा तेरो चित्ते नै बुझेन हो, नभएको फुर्केपन सानपट्टि देखाउने त पनि मुजिने हो। ए तै मात्र होस् मुजी खाने हातलाई चिक्ने कसैले थुक्दैन ओए, घिन लाग्दो मथिरे अघि बढ्ने मुजी कसैले थुक्दैन ओए। पखेटा आउँदैमा आकाशे छुँदैन, फुक्दैमा गन्तव्य खोर पनि पुग्दैन, राम्रो हुन खोज्ने घुसिया कुकुर भुकेर कहिले नै हुँदैन। बा मुजी बढिया नबोल फुच्चे, थोप्राको नक्साले तेजोला फुच्चे, दम छैन के पनि खोज्दै भित्रैबाट सुकेको फुच्चे। गाना चल्न मेरो नामालले फुच्चे, बल्ल तल्ल पारा पासाने फुच्चे, आमाको जाबाट निस्केको तरुणीलाई पनि आज चाहिँ हालिदिन्छु फुच्चे। धम्काउने प्लेटफर्म गानामा फाको म मुजी झापाको कस्तो नथापाको, केरा जस्तो मुजी खुट्टा ताना आएको, सानो तुरीले फकान आएको, आरेसले सुकेर खाना आएको, म चिक्ने खाना या डकार आएको, त जस्तो फिस्टेलाई खिचेर मिचेर चबाएर खगाएर आएको। चड्काउँछु गानामा भाइ, चिक्नलाई आँखामा काँटाले सानेर्छु फिस्टेको देखेछु बिचकेको माटो तँलाई त एकासै भाइ, लामो वर्षा दिन्छु एकसासमै भाइ, त मुजीकै होइन खासमै या भाइ। हानमुजी झट्टी भाइ देखाए सानपट्टि अब तँलाई हेर्दै हाँस्ने हो भाइ, नगाड्ने होइन भाइ कोतार्ने हो, थोप्रालाई भुइँमा या सोतार्ने हो। मलाई नि जान्नु छ के खान्छ यसले या चिरेर बुढी या कोदाल्ने हो, तेरो या आमालाई तेरो या बाउलाई रे त जस्तो झन्डु र काटेर चिक्ने या चस्सनी हुँदै बसेर कुराया काटेर भाइ। अनि तिम्रो मलाई आएर चिक्ने मुजीमा भाइ नबोल क्या कोही तिम्रो। अनि तिम्रो अहिले आएर गाना यस्तो रियाक्ट गर्नु दाइ भनेर, अनि त्यो हावा तालको मा चिक्ने ताइन तुईको गाना सुन्दा रन्डी रिस उठ्दैन मलाई? चिक्ने या चस्सनी हुँदैन हो, बसेर कुराया काटेर चिक्ने या चस्सनी हुँदैन हो, बढ्दैछ पाइला या अघि हेर्छु मुजी कसरी हुँदैन हो।